श्रम संस्कृति पार्टीको आज कीर्तिपुरमा जुन पहिला झाडी भएको ठाउँमा र कीर्तिपुर आसपासमा भएको फोहोरहरूको सरसफाई गर्ने फोहोर टिप्ने कार्यक्रम छ। आज श्रमदाताहरू एकदम जुटिरहनु भएको छ। यहाँ पुरा फोहोर टिप्ने काम, रातो कालो झोलाहरू बोकेर पन्जा लगाएर यहाँ भएको फुटबल के अरे क्रिकेटको क्रिकेट हेर्न आउने दर्शकहरूले गर्नुभएको फोहोर है यो। र पढे लेखा क्याम्पसका विद्यार्थीहरूले गरेको फोहोर यहाँ श्रम संस्कृति पार्टीका श्रमदाताहरूले अगुवा श्रमदाताहरूले यहाँ सरसफाई गरिरहनु भएको छ। यहाँ हेर्न सक्नुहुन्छ। यो फोहोर फ्याँक्नेहरूसम्म पनि पुगोस् यो भिडियो भन्न चाहन्छु। यहाँ मैले श्रमदान स्थलबाट यो भिडियो गरिरहेको छु र यो भिडियो पोस्ट भइसकेपछि जसले बाटोमा जहाँ पाए त्यहीँ फोहोर फ्याँक्दै हुनुहुन्छ भने नमस्ते जय श्रमदान फोहोर फ्याँक्दै हुनुहुन्छ भने उहाँहरूसम्म पनि यो भिडियो पुगोस् भन्ने उद्देश्यले यो भिडियो बनाउँदैछु। यहाँ श्रमदाताहरूले श्रम संस्कृतिका श्रमदाताहरूले यहाँ फोहोर टिप्ने काम भइरहेको छ। यो फोहोर त्यत्तिकै भएको होइन, यो फोहोर हामी मध्येकै मान्छेहरूले फ्यालेका हौँ। यहाँ हजारौँ क्रिकेटका दर्शकहरू आउनु भएको छ। यहाँ क्याम्पसमा थुप्रै विद्यार्थीहरूबाट पनि यो फ्याँक्ने काम भएको कारणले यहाँ फोहोर भएको हो। यो फोहोर आफै उम्रेको होइन, यो आकाशबाट झरेको पनि होइन। हामी जस्तै यहाँहरू जस्तै सचेत मान्छेहरूले फ्यालेको कारणले यहाँ फोहोर भएको हो। अब फोहोर नफ्याँकौँ। यो जसले फोहोर फ्याँक्नु भएको छ उहाँसम्म यो भिडियो पुगोस् भन्न चाहन्छु। धन्यवाद।